नमस्कार साथीहरू, तपाईहरूलाई मेरो युट्युब च्यानलमा हार्दिक स्वागत छ। आज हामी कुरा गर्नेछौँ एउटा यस्तो पुस्तकको बारेमा जसले थुप्रै मानिसको सोच परिवर्तन गरिदिएको छ। द साइकोलोजी अफ मनी, लेखक मर्गन हाउसलद्वारा लिखित यो पुस्तकले हामीलाई सिकाउँछ पैसा भन्दा पनि तपाईलाई तपाईको सोचले धनी बनाउँछ। पहिलो कुरा, पैसा कमाउने भन्दा बढी पैसा सम्हाल्ने कला सिक्नुहोस्। धेरै मानिसहरू पैसा कमाउँछन् तर थोरैले मात्रै त्यसलाई जोगाउँछन्। लेखक मर्गन हाउसल भन्छन्, रिच बन्नु सजिलो छ तर वेल्दी बन्नु कठिन। रिच व्यक्ति पैसा देखाउँछ, वेल्दी व्यक्ति पैसा लुकाउँछ। यसको अर्थ के हो भने धनी त्यो होइन जसले महँगो कार किनेको छ, धनी त्यो हो जसले भविष्यमा लगानी गर्न पैसा बचाएर ब्याङ्कमा राखेको छ। त्यसैले कमाउनु भएको पैसालाई पहिला व्यवस्थापन गर्ने सोच बनाउनुहोस्। पैसा जगाउनु, लगानी गर्नु र आवश्यक समयमा खर्च गर्नु, यही हो वास्तविक आर्थिक बुद्धिमत्ता। दोस्रो कुरा, पैसा भनेको संख्याको खेल होइन, यो त भावनाको खेल हो। पैसासँग हाम्रो सम्बन्ध केवल गणितीय होइन, मनोवैज्ञानिक हुन्छ। कति कमायो भन्ने कुरा ठूलो होइन, कति बचायो भन्ने कुरा ठूलो हो। धेरै मानिसहरू भय, लोभ र ईर्ष्याले गलत निर्णय गर्छन्। स्टक मार्केटमा, व्यापारमा वा सामान्य जीवनमा धैर्यता हरायो भने पैसा पनि हराउँछ। लेखक भन्छन्, पैसा कमाउने खेलमा सफलता त्यो व्यक्तिले पाउँछ जसले आफ्नो भावना नियन्त्रण गर्न सक्छ। त्यसैले जब तपाईँ लगानी गर्नुहुन्छ, खर्च गर्नुहुन्छ वा जोखिम लिनुहुन्छ, संख्यालाई भन्दा पनि बढी आफ्नो भावना बुझ्नुस्। बिकज साइकोलोजी बिट्स म्याथमेटिक्स। अर्को कुरा, दीर्घकालीन सोच राख्नुहोस्। लङ टर्म थिङ्किङ। हामी छोटो समयमा ठूलो नतिजा खोज्छौँ, तर लेखक भन्छन्, वेल्थ इज बिल्ट स्लोली एन्ड साइलेन्टली। कम्पाउन्ड इन्ट्रेस्ट अर्थात् चक्रवृद्धि ब्याज संसारको 8औं आश्चर्य हो। थोरै रकम नियमित रूपमा लगानी गरेर धैर्यताका साथ वर्षौंसम्म बस्न सक्ने मानिस अन्ततः सफल हुन्छ। तपाईले सुन्नुभएको होला, टाइम इन द मार्केट इज मोर इम्पोर्टेन्ट देन टाइमिङ द मार्केट। यानी बजार कहिले बढ्छ वा घट्छ भनेर अनुमान गर्नुभन्दा पनि लगातार र नियमित रूपमा थोरै थोरै लगानी गरेर लामो समयको लागि छाडिदिनु नै साँचो रणनीति हो। पैसा भनेको स्वतन्त्रता हो। मनी इज फ्रीडम। पुस्तकमा लेखक मर्गन भन्छन्, पैसाको सबैभन्दा ठूलो उपयोग भनेको स्वतन्त्रता हो। आफ्नो समय आफै चलाउन सक्ने स्वतन्त्रता। यदि तपाईँ बिहान उठेर आफ्नो मन परेको काम गर्न सक्नुहुन्छ भने त्यो नै वास्तविक धन हो। पैसालाई तपाईले राम्रोसँग सोच विचार गरेर सदुपयोग गर्न सक्नुभयो भने घर, गाडी र विलासिताका साथै यसले तपाईलाई फाइनान्शियल फ्रीडम पनि दिन्छ। अरू कसैको अन्डरमा रहेर होइन, आफ्नै समयको, आफ्नै मनको मालिक भएर जीवन बाँच्नुहोस्। अनि अर्को कुरा, कहिल्यै पनि अरूसँग तुलना नगर्नुहोस्। आजको संसारमा सबैजना अरूको जीवनसँग तुलना गर्छन्। सोशल मिडियामा अरूको उन्नति, प्रगति देखेर आफूलाई असफल ठान्ने गल्ती गर्छन्। तर लेखक भन्छन्, एभ्रीवान ह्याज अ डिफरेन्ट फाइनान्शियल स्टोरी। कसैको सुरुवात फरक हुन्छ, अवसर फरक हुन्छ, त कसैको लक्ष्य फरक हुन्छ। त्यसैले अरू कसरी बाँचिँदैछन् भनेर होइन, म आफू कसरी र कुन सोचले, कुन लक्ष्यले बाँचिँदैछु भन्ने बुझ्नुहोस्। यो पुस्तकको एउटा अत्यन्त गहिरो अध्याय छ, इनफ। त्यहाँ लेखकले भन्छन्, जो मानिसलाई कहिल्यै पनि इनफ लाग्दैन, ऊ सधैँ असन्तुष्ट रहन्छ। धनी बन्ने दौडमा हामी सधैँ बढी, अझ बढी चाहन्छौँ। पैसा भन्दा ठूलो कुरा हुन्छ मनको सन्तुलन। कति कमायो भन्ने कुरा भन्दा पनि हामी कति आनन्दित छौँ भन्ने कुरा महत्त्वपूर्ण हुन्छ। त्यसैले जीवनमा शान्ति कायम राख्न इनफ भन्न पनि सिक्नु पर्दछ। लेखक मर्गन हाउसल भन्छन्, सक्सेस इज नेभर 100% स्किल, इट्स पार्टली लक। कसैको सफलता पछाडि भाग्यको भूमिका पनि हुन्छ। त्यसैले आफ्नो असफलतालाई मात्र दोष नदिऊ वा अरूको सफलता देखेर ईर्ष्या नगरौँ। जीवनमा रिस्क लिइरहनुपर्छ, तर ज्ञान र बुद्धिले सोचिएको रिस्क, जसमा योजना र धैर्यता दुवै हुनुपर्दछ। द साइकोलोजी अफ मनी किताबको सन्देश सरल छ। पैसा भन्दा ठूलो कुरा हो तपाईको सोच। पैसा कमाउनुहोस् तर आफ्नो शान्ति गुमाएर होइन। लगानी गर्नुहोस् तर धैर्यता हराएर होइन। खर्च गर्नुहोस् तर अरूलाई देखाएर होइन। र सधैँ सम्झनुहोस्, पैसाले जीवन सजिलो बनाउँछ तर सोचले जीवन अर्थपूर्ण बनाउँछ।
द साइकोलोजी अफ मनी केवल फाइनेन्शियल पुस्तक मात्र होइन, यो जीवन दर्शन हो। यो पुस्तकले तपाईलाई सिकाउँछ पैसा कमाउनु कला हो, तर त्यसलाई सम्हाल्नु, नियन्त्रण गर्नु र त्यसबाट स्वतन्त्रता प्राप्त गर्नु असली बुद्धिमत्ता हो। त्यसैले साथीहरू, पैसाको पछाडि मात्र नधाउँ, पैसाको मनोविज्ञान बुझौँ, किनभने सोच बदलियो भने जीवन नै बदलिन्छ। यदि तपाईलाई आजको यो भिडियो मन पर्यो भने लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सनुहोस्। पुनः भेटौँला अर्को प्रेरणादायी किताब लिएर। आफ्नो र आफ्नो परिवारको ख्याल राख्नुहोला। धन्यवाद।